इटरीमा फेमस भएको यो फालुदा खाना चाहिँ हामी पनि जाउँ न त, ट्राई गरौँ कस्तो हुँदो रहेछ भनेर सबैजना मिलेर अस्ति जाने सल्लाह गऱ्यौँ र बहिनी पनि आएको थियो त्यो दिन। हामी पनि जाने भनेर सबैजना मिलेर गयौँ, केटाकेटी पनि जाने भन्न थालेर यिनीहरूलाई पनि लिएर गएको थियौँ। यहाँनिर मलाई यो मलाई त्यो भनेर मेरो सानो फुच्ची सुध डिमान्ड गर्दै चाहिँ आफ्नो खानेकुरा लिएर बसेका छन् यहाँ सबजना। मेरो छोरो खाना व्यस्त छ, यो बहिनीको छोरो, यसको चाहिँ ह्याप्पी बर्थडे थियो आज। अनि हस्बेन्ड र ज्वाइँलाई चाहिँ फालुदा मन परेन अरे भनेर चाहिँ उनीहरू कोनको आइसक्रिम खाँदैछ। उताबाट बहिनी मलाई कराउँदै चाहिँ कस्तो कालो भिडियो खिच्यो कि भनेर। कालो मान्छेको भिडियो कालै त आउँछ नि होइन। अनि त्यो दिन चाहिँ नागपञ्चमी पनि थियो अनि लाखे नाच गराउँदै थियो। हामीले लाखे नाच पनि हेऱ्यौँ, मेरो सानी छोरीले पनि लाखे नाच देखिन्। अनि यहाँ 2टा लाखे थियो भनेर अमलाले देखाउँदैछिन् र लाखेले यसरी कपाल हल्लायो अरे भनेर आफ्नो कपालै निकालेर तानी देखाउँछ नि। हुन त यिनको पनि कपाल लाखेको भन्दा कम त भएको रहेछ, तर मैले घरमा कोरिदिएको थिएँ है। अनि घर आयौँ सबैजना र बाबुको बर्थडे थियो। बाबु यिनीहरूले क्यान्डल बाले अनि ह्याप्पी बर्थडे गरे, तर केक चाहिँ खाएनन्। के खाएर अगाएका थिए, त्यो माथिको चेरी चाहिँ टिपेर खाए दादाले ह्याप्पी बर्थडे भनेर। अनि सबैजना सुते त्यसपछि। अनि हामीले त्यो दिन त्यसरी बितायौँ। थ्याङ्क्स फर वाचिङ।